प्रकृतिको सुन्दर उपहारको रूपमा विश्वभर सबैले चिनिने सुन्दर अनि शान्त देश नेपाल दक्षिण एसियाकै सबैभन्दा सुन्दर देश हो। यहाँको नदी नाला, झरना, छहरा, पहाड पर्वत अनि सेतो घुम्टोमा सजिएकी नवदुलै जस्तै स्वर्गलाई चुम्ने विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्ति, सद्भाव र करुणाको परम शिक्षा दिनुहुने भगवान गौतम बुद्ध जन्मेको देशको वर्णन जति गरे तापनि सकिन्न। यो सुन्दर बगैँचामा अनेक थरीका फूलहरू फुलेका छन्, जसले गर्दा यहाँको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई झल्काइरहेको हुन्छ। एकपल्ट भ्रमण गरेपछि प्रत्येक विदेशी पाहुनाहरूले उनीहरूको मन मस्तिष्कमा यो सुन्दर अनि शान्त नेपालको चित्र बारम्बार सम्झनाको रूपमा घुमिरहन्छ। प्रत्येक नेपाली पौराखी, साहसी, सहयोगी र संस्कारी अनि दयालु स्वभावको हुन्छ भन्नुमा कुनै शङ्का छैन। यस्तो किन हुन्छ त भन्दा यस तपोभूमिमा अनेकन साधु सन्तहरूले सिद्धि प्राप्त गरेका छन्। अनेकन सत्पुरुषहरूले जप तप र ध्यान गरी मोक्ष लाभ गरेको पुण्यस्थल यही तपोभूमि हो। स्वयम्भूनाथ र बौद्धनाथ जस्ता भव्य मन्दिर र महाचैत्यहरूका कारण प्राचीन काल वज्रयानी बौद्ध परम्पराहरूको निकै विकास भएको थियो भन्ने प्रमाणित हुन्छ। यसमध्ये पनि काठमाडौँ उपत्यका कुनै समय तलाउले भरिएकाले, स्वयम्भूको महाचैत्य रिद्धि शक्ति भएकाले साधु सन्त र रिद्धिवानहरूले बाहेक अरूले उक्त महान चैत्यको दर्शन गर्न नसकिने भएकाले पञ्चशीर्ष पर्वत चीनबाट बोधिसत्व मञ्जुश्री एक रिद्धिवान पुरुष मञ्जुदेवको रूपमा पाल्नुभई यस तलाउको पानी चौबारको डाँडालाई छिचोलेर 3 रात 3 दिन बगाउँदा यहाँको सारा तलाउ सुकेर खेतीयोग्य जमिनको रूपमा रूपान्तरण हुनका साथै सारा जलचर प्राणी र नागराजा करकोटकलाई चौबारभन्दा केही दूरी पर अधर पोखरीमा बस्ने चाँजो पाँजो मिलाएका थिए। हाल यस पोखरीलाई तौदह नामले चिनिन्छ। यसरी मञ्जुदेवले उपत्यकाको तलाउ चौबारको डाँडालाई छिडिएर सबै पानीलाई बगाएपछि सर्वसाधारण सबैले स्वयम्भूको अद्भुत स्फटिक स्वभावमा निर्मित दिव्य महाचैत्यको प्रत्यक्ष दर्शन पाएका थिए। तत्पश्चात यस उपत्यकामा मानव बस्तीको प्रारम्भ भयो। यसरी 7 नायक बुद्धहरू जस्तै सिखी, विशम्भु, विपस्वी, क्रकुछन्द, कणक मुनि, काश्यप मुनि बुद्ध र शाक्य मुनि बुद्ध गरी 7 बुद्धहरूले प्रत्यक्ष रूपमा अधिष्ठित यस उपत्यका हेर्दा सामान्य देखिए तापनि यसको महत्त्व वर्णन गरि नसक्नुको छ। हाल हामी चौथौँ बुद्धको रूपमा प्रादुर्भाव हुनुभएको भगवान गौतम बुद्धको उपदेशलाई अवलम्बन गर्ने स्वर्णिम अवसर प्राप्त गरेका छौँ हामीले। यसरी हामीलाई भगवान बुद्धको सम्यक मार्ग देखाउने क्रममा कति सिद्ध महासिद्धहरूले नेपाल हुँदै भारततर्फ लागेको भए तापनि पछिल्लो केही दशक यता धर्मगुरुहरू नेपालमै रहनुभई आफ्नो दिव्य ज्ञान धेरैलाई आगम, अभिषेक र व्याख्यान स्वरूप शिक्षा दीक्षा प्रदान गरिसकेका छन्। ठाउँ ठाउँमा ठुल्ठुला गोन्पा विहारहरू निर्माण गर्नुभई सर्वसाधारण सबैलाई बौद्ध शिक्षा दीक्षा प्रदान गर्ने जस्ता महत्त्वपूर्ण थालनी भएको देखिन्छ।
गोन्पा विहार स्कुल निर्माण गरी धेरै जसोलाई निःशुल्क शिक्षा प्रदान गर्ने धर्मगुरुहरूमध्येका एक हुनुहुन्छ खेन्छेन ठाङ्गु रिम्पोछेज्यू। उहाँको शिक्षा आफ्नो पहुँच नभएका र आर्थिक अवस्था ज्यादै दयनीय भएका जिहेन्दार विद्यार्थीहरूको निम्ति सकेसम्म सबै बालबालिकाहरूले शिक्षाको अधिकार पाउनुपर्दछ र कतै शिक्षाको उज्यालो प्रकाशबाट कुनै पनि बालबालिकाहरू वञ्चित हुन नपरोस् भनी उहाँले बारम्बार उपदेश दिनुहुन्थ्यो। र त्यस्तै गरिकन वञ्चित भएका कतिपय बालबालिकाहरूलाई घाँस बाँस र कपासका साथै आधुनिक र परम्परागत दुवै शिक्षा प्रणालीमा पोख्त पार्ने शुभ कार्यको थालनी पनि सम्भवतः नेपालमा पहिलो पटक खेन्छेन ठाङ्गु रिम्पोछे ज्यूद्वारा भएको हो भन्नुमा कुनै दुविधा छैन। कुनै पनि व्यक्ति शिक्षित भएमा मात्र आफू बदल्न सक्छ र आफू बदल्न सके मात्र परिवार र समाज बदल्न सकिने भएकाले समग्र देशको आर्थिक, सामाजिक अनि आध्यात्मिक विकासको निम्ति सर्वप्रथम शिक्षा हासिल गर्नु प्रत्येक बालबालिकाको पहिलो कर्तव्य हो। शिक्षा बिना सबै अपुरो अधुरो हुने भएकाले शिक्षामा सबैले जोड दिनु अति आवश्यक हुन्छ। देश, काल र परिस्थिति अनुसार आफू एक योग्य व्यक्ति बन्नुपर्छ भनी बारम्बार सुझाव दिइरहनु हुने खेन्छेन ठाङ्गु रिम्पोछे ज्यूको छोटो परिचय यस प्रकार छ। पिता जम्याङ तोन्रुप र माता वाङ्मोका कोखबाट भोट पात्र अनुसार चरा वर्षमा अनेक शुभ लक्षणका साथ परम पूज्य ठाङ्गु रिम्पोछे ज्यू सन् 1933 नोभेम्बर 27 तारिकका दिन जन्मनु भएको थियो। परम पूज्य 16औं गेलौं कर्मापा ज्यूले सन् 1937मा उहाँको अवतारीबारे परीक्षण गर्नुहुँदा ठाङ्गु रिम्पोछे ज्यूका अवतारी अभ्रान्त रहेको पुष्टि गर्नुभयो। 8औं ठाङ्गु रिम्पोछे ज्यूको अवतारीको रूपमा पाल्नु भएपछि उहाँलाई ताई सित्तु पेमा ग्याल्पो रिम्पोछे ज्यूले पनि अवतारी सही ठहर गर्नुभई विशेष समारोह महाज उहाँको अवतारीको बारेमा कुनै दुविधा नरहेको प्रकाश पार्नुभयो। तत्पश्चात ठङ्गु टासी छोलिङ गुम्बामा श्रद्धेय ठलेक रिम्पोछे ज्यूबाट उहाँको एक विशेष तिथिमा कपाल मुण्डन गर्नुभई उपासाको सील समेत प्रदान गर्नुभयो। ठाङ्गु रिम्पोछे ज्यूको पहिलो शिक्षा हासिल गर्ने क्रममा प्रकाण्ड बौद्ध विद्वान श्रद्धेय कर्मवंशु ज्यूबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएको हो।
प्रारम्भिक तहको शिक्षासँगै पहिलो पटक खेन्चेन ठङ्गु रिम्पोछेले पूजापाठ विधि अन्तर्गत महाकाल अर्थात् धर्मपालहरूको पूजा गर्ने विधि सिक्नुभएको थियो। छोटो समयमा नै पूजा विधिमा पारङ्गत हुनुभएकाले सर्वत्र उहाँको प्रशंसा भयो र उहाँ सर्वत्र चिनिनुभयो। यसै गरी सन् 1943मा खेन्चेन ठङ्गु रिम्पोछे ज्यू ल्हासाको जोखाङमा पुग्नु भई अनेकन पवित्र मठ मन्दिरहरूको दर्शन तथा अवलोकन गर्नुभयो। त्यस बेला कर्मकयु परम्पराका गद्दीधर परम पूज्य 16औं गेलवाङ कर्मपा त्यहाँ रहनुहुन्थ्यो। परम पूज्य गुरु सामु जानुभई उहाँको कमल चरणमा यसरी बिन्ती गर्नुभयो, हे सर्वश्रेष्ठ गुरुदेव, मलाई करुणद्वारा ग्रहण गर्नुहोस्। परम पूज्य 16औं गेलवाङ कर्मापाले सहर्ष स्वीकार्नु भई उहाँहरू बीच अनेकन धार्मिक भलाकुसारीहरू भएको थियो। भलाकुसारी गर्ने क्रममा खेन्चेन ठङ्गु रिम्पोछेज्यूले आफूले कुन इष्टदेवलाई मान्दा उत्तम होला भनी गर्नुभएको प्रश्नको उत्तर स्वरूप परम पूज्य गुरु 16औं गेलवाङ कर्मापाज्यूले सम्पूर्ण सत्व प्राणीहरूको निम्ति लामो समयसम्म तपाईँले बाँच्नु पर्ने भएकोले सप्तलोचन श्वेत तारालाई आफ्नो इष्टदेव मान्नु भएमा यसबाट सुख, शान्ति, प्रगति, उन्नति र दीर्घायुका साथै उत्तर प्रगति हुनेछ। परम गुरुको यस्तो बानी श्रवण गर्नु भएपछि खेन्चेन ठङ्गु रिम्पोछेज्यूले परम पूज्य 16औं गेलवाङ कर्मापाबाट काया, बाका र चित्तका सबै अधिष्ठानहरू प्राप्त गर्नुभयो। यसरी चाङ प्रान्तका कयौं पवित्र स्थलहरूको भ्रमण गरी खेन्चेन ठङ्गु रिम्पोछेज्यूले आवरण शुद्धिकरण गर्नुभएको थियो। उहाँको प्रथम शिक्षक श्रद्धेय कर्मवंशु हुनुहुन्थ्यो भने त्यसमा उहाँले अनेक बौद्ध शास्त्रहरू अध्ययन गर्नुको साथै विशेष गरी जपल्टु रिम्पोछेद्वारा विरचित समन्त भद्र गुरु मुखागमोपदेशको आधारमा पूर्वगत अभ्यास स्वरूप सम्पूर्ण अभ्यास विधिहरू सम्पन्न गर्नुभयो। तत्पश्चात उहाँले वज्रकिलाय तथा वज्रपानी जस्ता तान्त्रिक विधिको पनि अभ्यास गर्दै जानुभयो। श्रद्धेय कर्मवंशुका मार्गदर्शन अनुसार खेन्चेन ठङ्गु रिम्पोछेज्यूले अनेकन व्याकरण तथा काव्य विधामा पारङ्गत हुनका साथै ज्योतिष विधामा समेत पारङ्गत हुनुभयो। यसरी अनेकन विधामा पारङ्गत हुनु भएपछि खेन्चेन ठङ्गु रिम्पोछेज्यू सबैका सामु चिर परिचित हुँदै जानुभयो। उहाँले विशेष गरी भगवान बुद्धले देशना गर्नुभएको तन्त्र र सूत्रको विषयमा पूर्ण रूपले अध्ययन गर्नुभई सम्पूर्ण सत्व प्राणीहरूको कल्याणको निमित्त एक योग्य गुरुको रूपमा स्थापित हुनुभयो। विशेष गरी उहाँ कयु परम्पराका गुरु हुनु भए तापनि अन्य सम्प्रदाय जस्तै शाक्य, न्यिङमा र गेलुको सबै शिक्षा दीक्षा लिनुभई त्यसमा पारङ्गत हुनुभएको थियो। यसै कारणले उहाँले खेन्चेन पदसम्म प्राप्त गर्नुभयो। यसको मतलब हुन्छ महाउपाध्याय। खेन्चेन ठङ्गु रिम्पोछेज्यूले अतुलनीय कयु परम्पराको संरक्षण, सम्वर्धन र उत्थान गर्नुहुँदै माध्यमिक सिद्धान्त अनुसार सेन्तोङ परम्पराको पनि पालना गर्नुभयो, जसलाई तेस्रो कर्मपा रङजुङ दोर्जे तथा श्रद्धेय सितु छोगी जुङ्नेद्वारा प्रतिपादन गर्नुभएको थियो। तत्पश्चात सेचेन गुम्बाबाट महाउपाध्याय खेन्चेन ठङ्गु रिम्पोछेज्यूले प्रकाण्ड बौद्ध विद्वान दोर्जे जिम्ब लुडुप राप्सेलज्यूलाई ठङ्गु गुम्बामा आमन्त्रण गर्नुभई भोटका उच्च शिक्षाको निम्ति बौद्ध शैक्षिक संस्थाको समेत स्थापना गर्नुभयो, जसमा बौद्ध धर्मका 5 महाशास्त्रको अध्ययन गरिने अत्यन्त प्रभावशाली कयु परम्परागत शैक्षिक संस्थाको रूपमा त्यो संस्था चिनियो। त्यस शैक्षिक संस्थामा पञ्च महाशास्त्रको विषयमा परीक्षा चलेको बेला महाउपाध्याय खेन्चेन ठङ्गु रिम्पोछेज्यूले सानै उमेरको भए तापनि सबै विधाहरूमा निपुण हुनुभएको र अभ्रान्त तवरमा उत्तर दिने भएकाले सबै परीक्षार्थीहरूमध्ये महाउपाध्याय खेन्चेन ठङ्गु रिम्पोछे सर्वश्रेष्ठ बन्नुभयो। यस कार्यले गर्दा उहाँको चर्चा परिचर्चा झन्झन बढेर गयो। प्रतिमोक्ष सम्भर, बोधिसत्व सम्भर र तन्त्र सम्भर गरी 3 शील सम्भरको ग्रहण 1954मा परम पूज्य 16औं कर्मापाबाट ग्रहण गर्नुभयो। त्यस बेला महाउपाध्याय खेन्चेन ठङ्गु रिम्पोछेज्यूले चीनका अनेकन धार्मिक स्थलहरूको भ्रमण गरिसकेपछि पल्पुङ थुप्तेन छोखुरलिङ गुम्बामा पुग्नु भएको थियो, जुन स्थानमा परम पूज्य गेलवाङ कर्मापा त्यहाँ पुग्नु भएको थियो। त्यसै मौका पारी खेन्चेन ठङ्गु रिम्पोछेज्यूले दोस्रो बुद्धको
स्वरूप 16औं गेलौं कर्मबाट धर्मवाणी श्रवण गरेर निधो गर्नुभयो। यसरी काया वाका चित्त सबै अर्पण गरी 16औं कर्मपाका साथ कालचक्र महोत्सव सम्पन्न गर्नुभएको थियो। त्यस बेला प्रकाण्ड बौद्ध विद्वान सुरमङ गरवाङ रिम्पुछे तथा ट्रुङ्पा रिम्पुछे छोगी ग्याछो आदि गुरुहरूको पनि उपस्थित थियो। त्यस भव्य समारोहमा परम पूज्य 16औं कर्मपाबाट एउटा विशेष नाम प्राप्त गर्नुभयो उहाँले। त्यस बेला उहाँले प्राप्त गर्नुभएको नाम पल्देन राङचुङ रिग्पे इसे लुङतोक छुकिङीमा ठिलेन डोकुन डुपे दे भन्ने नाम धार्मिक नाम प्राप्त गर्नुभएको थियो। सन् 1960-61 ताका खिन्चेन ठङ्गु रिम्पोछेज्यूले 16औं गेलौं कर्मबाट सबै प्रकारका गम्भीर धर्म अमृत प्राप्त गर्नुभयो। यसमा विशेष गरी कयु परम्पराका कयु ङाग्जो तथा दमगाजो र यसै गरी महामुद्रा तथा नरोपाका 6 योगा रिन्चेन तेर्जो सेज्याजो ग्यासेनकाजो तथा सम्पूर्ण आगम अधिगमहरू व्याख्यानसहित उहाँले प्राप्त गर्नुभयो। यसै गरी सन् 1967 मा 16औं गेलौं कर्मपा रङजोङ रिबे दोर्जेज्यूबाट परम पूज्य गुरुको मत अनुसार भारत र भुटानका सिमानामा पर्ने बक्सा स्थित बौद्ध शास्त्र अर्थको ठुलो भेला आयोजना गरिएको थियो। उक्त भेलामा 4 सम्प्रदायका 1500 भन्दा अधिक सङ्घहरूको उपस्थिति थियो। त्यस बेला परम पूज्य 14औं दलाई लामा ज्यूबाट खिन्चेन ठङ्गु रिम्पोछे ज्यूको मौखिक परीक्षा लिनुभएको थियो, जसमा 5 बौद्ध महाशास्त्रका सबै विषयहरू समेटिएका थिए। परीक्षामा खिन्चेन ठङ्गु रिम्पोछे ज्यू सर्वोत्कृष्ट अङ्क सहित उत्तीर्ण हुनुभएपछि उहाँको चर्चा परिचर्चा सर्वत्र फैलियो। तत्पश्चात उहाँले कयु परम्पराको अथवा कयु खेम्पोको पद समेत प्रदान गर्नुभएको थियो। यसै सुखद घडीमा 16औं गेलौं कर्मापा ज्यूले ठङ्गु रिम्पोछे ज्यूलाई खिन्चेन अर्थात् महाविद्याको पद प्रदान गर्नुभयो। सन् 1968 मा 8 वर्षसम्म परम पूज्य 16औं गेलौं कर्मापाका पवित्र निवास रुम्तेक सिक्किमका खिन्चेन ठङ्गु रिम्पोछे ज्यूले 4 प्रकाण्ड बौद्ध धर्म गुरुहरूलाई कयु परम्पराका अनुसार धर्म देशना गर्नुभयो, जसमा कुन्सिक श्यामर रिम्पोछे, श्रद्धेय सितु रिम्पोछे, श्रद्धेय धर्मगुरु छ्यामगोन कोङटुल रिम्पोछे तथा श्रद्धेय ग्याछाप रिम्पोछे हुनुहुन्थ्यो। त्यस बेला खिन्चेन ठङ्गु रिम्पोछे ज्यूले उहाँहरूलाई 5 महाबौद्ध शास्त्रको पूर्ण व्याख्यान अतुलनीय कयु परम्पराका अनुसार प्रदान गर्नुभएको थियो। त्यसपछि उहाँले सद्धर्म चिन्तामणि मोक्षरत्न अलङ्कार सहित अनेक बौद्ध शास्त्रहरूको आगम तथा व्याख्यान समेत प्रदान गर्नुभएको थियो। यसरी उहाँले कुनै समय कन्यिङ सेटुब्लिम गुम्बा त कहिले कर्मश्री नालन्द उच्च बौद्ध शिक्षा अध्ययन केन्द्र रुम्तेकका साथै अनेक स्थानहरूमा अलग अलग विषयमा धर्मदेशना गर्नुहुँदै हजारौं भिक्षु भिक्षुणी तथा लाखौं उपासक उपासिका तथा गृहस्थीहरूलाई धर्म अमृतद्वारा परिपाक गर्नुभयो। त्यस बेला सन् 1976 देखि महाउपाध्याय खिन्चेन ठङ्गु रिम्पोछे ज्यूले देश विदेशमा पुग्नु भई व्यापक धर्म देशना गर्दै आइरहनु भएको छ। यसरी भगवान बुद्धको धर्म प्रचारका निम्ति उहाँले नेपाल तथा भारतका विभिन्न ठाउँहरूमा गोन्पा बिहार तथा ध्यान केन्द्रहरू स्थापना गरी बौद्ध धर्मको निरन्तर रूपमा संरक्षण सम्वर्धन तथा उत्थानका निम्ति खिन्चेन ठङ्गु रिम्पोछे ज्यूको नेपालमा अतुलनीय योगदान गरेको प्रमाणित हुन्छ। परम पूज्य धर्मगुरु श्री खिन्चेन ठङ्गु रिम्पोछे ज्यूको सतुपदेश थाचितंग तंदा चितों को जंगा को कपला पहला न्यामचा चिंपो चुंगरेला थाती नेला चितंग पहला चु यापोतार तेनी मेकांगा के चु न्यामले यापोसे तांबे चुला लाजों पे अंगे तंपो तेंदे चेगे योरे दे इनया चेंगे चोने तिजीला पार्चिन रबोते से चुंगरेला तेनी ते पार्ची ते सर्वे के चरदो तेनी गानाचो जाकार्ता नेपाल लिगे शुला तेनी लामा चिसिन तंबा mombo चे फेने 되게 추에 마냥바 종야게 살에 망보 나와래라 드니테 난고비 존생야 제당게 드니 추에 마냥나 드니 지팅제 콘라 네당 먹게당 산
제 깔방년 바텐조 마 히와당 드니 징이 바르지 텐조 셀와당 드니 데 몬툴라 소바 히와 다 텐데게 구바체 바르지 요아레라 드니 티처나 단다 네팔리게 요라 드니 추데 지당게 야포제 다르나 페 펜토 쳔보 히로 용기 요아레 가리레세나 드니 단다 지당게 메생긴데 니아몽바 쳔보 요아레 드니 텔라테네 지팅제 콘라 마데와 몬퉁 더보당 드니 대견도 사요와당 드니 멤버와당 드니 찰롱 잡발라소바타 드니 강갈 mambo 용거요 아래라 드니 대 응은이 희외게 탑대 랑중거 내바텐서 희외게 탑대 간데 고그레세나 드니 또 추에대 야보제 달 추에대 야보제 다르네 추에대 야보제 냠슬랑 드니 냠슬랑 바텐 추에대 장망 당보 추에대 냠슬 렌탕 텐서 야보제 장 대야보제 히 추가 된다도 nengo 텐서 간데 임바 송지점 된데 간데 송게 여바 송지점 된데 단 센진 당지라 동할 살게 쩌돌라 담be 추좀 콜로 거게 요아래라 테니테 간데 거게 여바 테니 테 거네 다 다한테 바르돌라 자가르타 배유게 펜데타 침보타 두토 침보 텐조 mambo 제 페네 텐주게 샬레 난 뇽린 난 로아 센진 당지라 벨 다텐데 난 와래라 테니테 난 여바 텐조 데 마노로와 야보 ngu세네 뇽린 야보제 톱소나 테니 나랑서 소수게 lum발라요 데지 퍼선 소번종다 지당가 온드세난 지팅제 콘라 데지 mambo 용거여 바타 테니 공서 소수게 온드세나야 테니 나멜란 투지엔다보다 마멜라 나산다보다 나멜라 쟁인다보 파치엔다보 mambo 용거여 아래라 텔라 펜베탑 가리시 구그레세나 테니 소수게 라팔라라 솔와타 멜론 야포자 테니 추게 네덴다보데 야포제 히 디바 메게와 간데 임바 소제바 마진바 렘바 무송버제 발라소바 텐조 ngu세 테니 랑가 빵토바제 다 테니 테겐도 게웨자와 칸데 게조르 런리 칸임바 텐조 야포제 히네 테니 테니 야포제 뇽린시 토바제 정나 소소 나물라야 동할 메바당 나사 쟁이 메바당 파치 메바텐데 베 야포 용그요 아래라 티처나 티니처도 추데 타르고요 아래라 추데 타르고도 데라 추데 타르버세 발라 테니 가만히 손지 좀 된데게 지순주부 라중게 데 당쯤게 데 텐주게 추데 야보제 좀 되게 추데 나네 테니 제 포모텐조 추고라 휴바텐조게 추념니 야보제 랑랑소스게 랑린라 따르토바차우나 테니테 페 펜토 쳔보임 베체나 추데 랑린 따르토바 추데 랑린 따르버세바마용 타타가시 랑린 세바마임바 추게 nengo안다보다 추게 조 간데임바 랑린 센제 끌롱 간데 고게 예바다 테니 ngok 데제 간데 고게 예바다 루진 베솔 간데 고게 예바텐조 야보 장네 냠린 낭토 나페 펜토 쳔보 용거레 테니 탄다 ngaranso 단다 망갈데 스쿨 때인데 저아래라 대저 그룹에 준신데 간데지레세나 테니체탄가 네팔리 공리게 제라 테니 단다 메리 망보요아래라 테니 메리 텐주게 제당 당후마가 가서라 추념린 세바다 테니 단다 화종 세발라 소바텐데 용기요아래 레테 인나야 단디게 차라 테니 단다 메텐조 화종 장바 세나네 추데 런로게 반다보다 추데 장바 세나 테니 단다 이제 메리텐조 야지 콤펠던 로마토 반다보다 텐데 용기요아래라 테니 텔라 펜백세돌 간데제 고그레세나 테네 단다 공리게 틸라 예페 메리 텐조게 소수게 추다 리용용 냠마송와 테네 단다 잠벨랭게 히야 사바텐조야 양다바 장토바제 정나 테네티 메리 텐조라페 투모마임베 펜토 쳔본로게 요아레라 테네 티처나 단다 테가 추동 리용 냠마송 ngo네 화종 야보제게 메세데 데지 펑송 소바동 템바제
제 오야 라 간데 그게 요아레세나 랍다서 그게 요아레 랍다 텐조야 테네 단다 무서 테네 반조롱제 자침보지 그거는 저거는 깔레 가보 용거 요아레 라드니 테지 예라 로랑다 쇼네 라다테 저 텐데 제드 테네 되게 라다테라 테네 단다 소수의 리용동 주요마송와 제단 테네 단다 세히엔 텐조요 양다바지 히바 테네 카히 다 스잘란도네 히엔 야보 장토바 텐데 야보 정요와레라 테네 티셔들라 하다 텐조 저 하다 텐조 런데버 야보 정 테네 단다 하다 텐조게 테네 제 종네 테네 네팔리 용당 머머 텐조라 베 로람당 샴디 야보 드롭토바 나보다 텐데 에용고 동보 레완다버지 시에네 자바레라 테네 단다 대견도는 정임반다버지 야보 용고 요아레 테네 겐데레라 니바데 겐데 코아레라 겐데 테야 다 간데 고게 요아레세나 테네 단다 제르도 테네 네팔리게 유종라 베 네자 쳔보 제바르던 포바 섬지마 잡아 망보 요아레라 테네 텐조라 추게 틀네 야보 제 정나 테네 디게 율룸바다 지팅제 콘 제당 세다 네팔리게 룸바다 테네 소수게 룸발라요 베 펜토 쳔보 용그레 섬반다보 텐데 요아레라 페르나 타모 루진다보 제 옛나타 ng마 로동 동트라 몽부가 공라 손지 점된데 지팅도 마젠베 공라 콘 손주 셈발라 제와 예네 테네 닌제 쳔부고네 공게 꿀르데 타모라 테발라 짐바낭야베게 네자 쳔보 임베체나 네자 쳔보 테라 추게 틀린다보 제정 테네 추 종켄다 추라 투섬 생켄도 추라 냠린 생켄제 정나 테네 네데야 다르 네데 야보제 다르나 네데 야보제 다르와라 테네 유칸 룸바틀라이 펜토 쳔보 용거레 섬바제다 테네 데yen도 단다 네가 온도세나 룸베네 데베 손지 점된데랑 콘총 손지 점된데게 다데 콘총스게 네데 제이와레 마토 요마레라 제이와바다 칸데레세나 네팔리 요아레 테네 데 제당가 네팔리 용다 좀벨랭게 nom바 몽부게 테네 다텔 샴데 휴게 요아레라 디나네 나란소게 다감바제 좀 디나네 소수 메리게 합종 야보제 추념네 야보제 톱소나 디게 젠도 센친 제다 세도 소소라 펜토 쳔보 용그레 멜론 야보 용그레 섬바텐데 제다 테네 다테겐도 단다 박타폴라 단다 몰라 다 제시 몰라레파 제당가 테네 페바레라 제시 몰라레파테 다 tinson 좀빌랑 강가라 생년도게 찹데베게 투토 제버진지레 콘 박타폴라 페네 테네 휴바레라 유바레데 옛나야 텔라 테네 추게 제바탄 트네 자쳔보제 단다 히로 다르토고요 마레라 테네 테 추게 제바탄 트네 야보제 다르와테야 테네 제당가 투손점 마임바 냠린 야보제 나 냠린 테야 제신 말라레파 또 마르발로자 콘넘바네 지베게 맹어 텐조 샬린라 따르네 검 냠수 뇽 다텐데세나 테네테 나란소 넘바 산지베게 줄루라 로솜 추솜라 두콘란도네 테네 마르발로자도 말라레파네 지베 동어 텐조 차산제 흔로당 의예당 지당 제바 차산제 냠솔렘베게 루술 마냠바 맹어 마냠바 텐데 요아레라 테 맹어 마냠바데 냠린나 토소나 테네 테게 제당 냠린나 콘nom바솔라 예페 벤토 쳔보 용거레라 대정의 마제 단지티제 컴제다 셰도 다단다 네팔리게 유종라 베 네문투제 제갈방연 바텐조 히에게 구바 체버진 요아레 콘nom바게 투지도 만로 자침부고네 페바레 페르나 제시말라레 반다보제 예나 베라 유두텔 사라 림보레 테네 콘라 샤차야 요마레라 나자요 요마레데 옛나야 테네 콘인지 멘지 사네테나라 베 테네 티카살라 네팔리 자부게 레카히카당 아르라 제바 풀 다텐데시네 멜롬 야포 잠제베게 투지 투스 멘반다보 다텐데 요아레라 텔라테네 테네 좀벨네 제당 세도 네팔리 베 두콘데 자네 추냠린세나 펜토 쳔보 용거레 좀바테데 요라
Tene ta te yendo tanda chitang ta gende mombo yore la gende mombo yore te yinna ya tenzo ge tene jipi tenjing tenzo ge labjong tang chu nyomlin shepa tang tende ge kokap yapo toge yore te yinna ya pimi ge tenzo mambo che tene yapo kokap nabo yapo toge yo mare la tene te la tsume gamba che jab na tene pimi tenzo yo chu nyomlin se jipa tong pimi ranyong ge tene longlin yapo che tar tene chitang ge njikting ge ondo se na pumon ranyong sungu yo are la pe te yendo tongpe chu chu ondo se na yo ranyong ge nyomlin tang longlin tar tupa chong na tene chitang ge nzongpe len chitang se ro kanga la pento chenpo yung ge re sompa ta tene rabo che tene ta te kawa che ta tene tene jipi ge tenjing ge gamba tang pimi ge tenjing ge gamba tenzo jab ta tene shepa re la tiki nguni tene nzongpe len chitang se ro nepali ge yujung la pe pento chenpo tang tene tanda kongza susu ge ondo se na ya pento chenpo tang tene te yendo ta tsama tenzo ya susu ge nong la chu nyamlin sipi ge kokab hiro toge yo mare te gamba jab gamba la yu ne nyamlin na tende nang na pe pento chenpo tang tene tongse pa che o pomo tenzo la ya hyapten na tene kauka la chega na chi ge dunghal nyong kao so la getsa drup ta tende ge roram nang du te la pe pento chenpo yung yo are नमो बुद्ध अर्थात् सबै बुद्धहरूलाई वन्दना गर्दछु। यस नामले प्रसिद्ध नमो बुद्ध नेपालका 3 महाचैत्य मध्ये एक पर्दछ। ती 3 महाचैत्यहरू स्वयम्भू महाचैत्य, बौद्ध महाचैत्य तथा नमो बुद्ध महाचैत्य हुन्। दम्मक सूत्रमा उल्लेख भए अनुसार प्राचीन समयमा महारथ नामक राजाले पञ्चाल देशमा राज्य गर्दथे, जसलाई अहिलेको पनौतीलाई अनुमान गर्न सकिन्छ। राज्यमा सुख शान्ति र समृद्धि छाएको थियो। सबै प्रजाहरू खुसी थिए। महारथ राजाका 3 छोराहरू थिए। ती छोराहरूको नाम क्रमशः महादेव, महानाद र महासत्व थिए। ती 3 भाइहरूमध्ये कान्छो छोरो राजकुमार महासत्व अत्यन्त दयालु स्वभावका थिए। पशुपन्छी र अन्य प्राणीहरूलाई राजकुमार महासत्वले आफ्नो एक्लो पुत्रलाई भन्दा पनि माया गर्ने गर्दथे। सर्वत्र खुसियाली थियो। कोइलीका आवाज तथा झरनाका कलकल आवाजले गर्दा वातावरण अत्यन्त मनमोहक थियो। यस्तो खुसियालीको क्षणमा राजा महारथले आराम गर्ने सोच राखे। त्यस अनुरूप राजा रानी र सेवक तथा दलबल सहित आफ्नो 3 पुत्रहरूलाई साथमा लिएर प्रकृतिको सुन्दर दृश्य अवलोकन गर्नको निम्ति पठाउनु भयो। पिताको अनुमति लिएर केही पर सुनसान जङ्गलमा 3 राजकुमारहरू वन अवलोकन गर्न हिँडे। त्यस बेला हाल नमो बुद्धको डाँडा अत्यन्त घना जङ्गलले भरिएको थियो। तीनैजना राजकुमारहरू जङ्गलमा हिँडिरहँदा एउटा यस्तो दृश्य देखा पर्यो जसमा भोकाएकी बघिनीले खानाको जोहो गर्न नसकी मरणसन्न अवस्थामा पुग्दा आफ्नै बच्चा खाने सुरमा थिइन्। यो दृश्य देखेर सबैभन्दा कान्छो राजकुमार महासत्वले आफ्नो 2 दाजुभाइहरूलाई यस्तो प्रश्न राख्नुभयो। यो अत्यन्त नाजुक अवस्थामा पुगेको बघिनीले आफ्नै डमरुलाई खाना खोज्दैछ। खास रूपमा बघिनीको खाना के हो? प्रश्न सुनेर 2 राजकुमारहरूले यसरी उत्तर दिनुहुन्छ। यसको खाना आलो रगत र मासु हो, जसलाई उनी आफैले लखेटेर मार्ने गर्दछ। यस्तो उत्तर सुनेपछि कान्छो राजकुमार महासत्वले मनमा नै यस्तो कुरा सोच्नुभयो, कोसँग यस्तो बल होला र जसले गर्दा यी मरणतुल्य बघिनीको प्राण बचाउन सक्ला। त्यसपछि कान्छो राजकुमार महासत्वले फेरि प्रश्न गर्नुभयो, कसैको प्राण बचाउन आफ्नो आलो रगत र आलो मासु दिने आँट यो लोकमा कसको होला? यस्तो प्रश्न सुनेर 2 दाजुहरूले यसरी उत्तर दिनुहुन्छ, कसैले पनि सक्दैन। आफ्नो ज्यान अरूलाई दान कसैले पनि दिन सक्दैन र यस्तो आँट कसैले पनि गर्दैन। यो धेरै कठिन कर्म हो। 2 दाजुहरूको यस प्रकारको उत्तर सुनिसकेपछि राजकुमार महासत्वले मनमा नै यस्तो दृढ सङ्कल्प गरे, अनादिकालदेखि मैले यो संसारमा जन्मिँदै र मृत्यु हुँदै यो शरीर कहिले रिसलाई त कहिले यो शरीर रागलाई त कहिले यो शरीर मोहलाई दिएर व्यर्थमा मैले खेर फ्याल्न पुगे। धर्म र पुण्यको निम्ति अलिकति पनि मैले यो शरीरलाई प्रयोग गर्न भ्याएन भने यो शरीरको अर्थ नै के रह्यो र?
यी यावत कुराहरू मनमा खेल्दै तिनैजना राजकुमारहरू अघि बढे। अलि पर पुगिसकेपछि दुई दाजुहरूलाई एकैछिन यहीँ रोक्नुहोस् भनी अनुरोध गरे। राजकुमार महासत्व फेरि फर्केर त्यसै बगिनीको अगाडि लम्पसार परे। आफू लम्पसार पर्दा पनि बगिनीले आफ्नो शरीर भक्षण नगरेको बुझेपछि नजिकैको एउटा रुखको तिखो सुकेको हाँगो भाँचेर आफ्नो तिख्रामा घोप्नुभयो। यसरी तिख्रामा घोपेपछि असह्य दुःखहरू उत्पन्न हुनुको साटो असीम करुणा र दयामायाको कारणले गर्दा कुनै प्रकारको दुःखद वेदनाहरू महसुस गर्नु भएन। उहाँले ती तिखो काठले घोपेर निक्लेका रगतका थोपाहरू बगिनीको मुखमा बिस्तारै पर्न थालेपछि बगिनीको आँखा खुल्यो। आलो रगतको कारणले गर्दा बगिनी आक्रामक शैलीमा उठेर बोधिसत्व कान्छो राजकुमार महासत्वको सबै शरीर क्षणभरमै हाड र राजकुमारका कपाल बाहेक केही पनि राखेनन्। यो देखेर दुवै दाजु मूर्छित भई लडे। केही बेरपछि होस आएर रुँदै फर्के। त्यस रात रानीले पनि आफ्नो सपनामा एउटा बाजले 3वटा परेवामध्ये सबैभन्दा सानो परेवालाई समाएर लगेको र आफ्नो स्थान छिनेको सपना देखिन्। यस्तो प्रकारको घातक सपना देखेपछि सबेरै उठी महाराजा समक्ष आज मैले भयङ्कर डरलाग्दो सपना देखेँ, यसको अर्थ के हो भनी सोद्धा महाराजले डराउँदै भन्नुभयो, सपना आखिर सपनै हुन्छ भनी अनेकन उपाय गरी महारानीलाई सम्झाउन थाले। त्यतिकैमा दुई राजकुमारहरू पनि टुप्लुक्क त्यहाँ आइपुगे। त्यहाँ आइपुग्नु भई अँध्यारो र अत्यन्त दुखी मुद्रामा रुँदै राजकुमार महासत्व बगिनीले भक्षण गरेको कुरा स्पष्ट पारे। राजकुमार महासत्वलाई बगिनीले भक्षण गरेको कुरा सुन्न साथ महारानी बेहोस भई भुइँमा लडे। केही बेरपछि होस खुलेपछि छाती पिटी पिटी सबैजना रुवाबास गर्न थाले। यस्तो दुःखद अवस्थादेखि सकिएपछि तुषित लोकमा जन्मिन पुगेका महासत्वले आफ्ना मातापितालाई यसरी सम्झाउनु भयो, हे मातापिता, तपाईहरू पीर गर्नु पर्दैन, तपाईहरूले किञ्चित चिन्ता लिनु पर्दैन, किनभने म तुषित लोकमा जन्मेको छु र तपाईहरूले पनि पशुपन्छीको शिकार गर्ने र काटमार गर्ने काम आजैदेखि त्याग्नुहोस्। अब तपाईँको बाँकी जीवन धर्म कर्म गरी पुण्य कमाउँदै बिताउनु भयो भने परलोकमा तपाईँहरूले मलाई पुनः भेट्न सक्नुहुनेछ। तसर्थ यसरी बिलाउन नगर्नुहोला भनी अनेक प्रकारका आश्वासन दिनुभएकोले मातापिता लगायत अन्य परिचरहरू केही बेर शान्त भयो। उहाँहरू केही बेर शान्त भएपछि उहाँहरूले नमबुद्ध हाल स्तूप भएको ठाउँमा एक भव्य स्तूप बोधिसत्व अर्थात् महासत्वको अस्थि राखेर त्यसमा सप्तरत्न सहित अनेक प्रकारका बहुमूल्य रत्नहरू, सूत्रहरू र अनेक प्रकारका बहुमूल्य वस्तुहरू, माङ्गलिक द्रव्य वस्तुहरू राखेर त्यस स्थानमा एक भव्य स्तूपको निर्माण गर्नुभयो। नेपाल जस्ता सुन्दर अनि अत्यन्त पवित्र स्थल, पुण्य स्थल, तपोभूमिमा जन्मिन पाउँदा हामीले गर्व गर्नुपर्दछ। लुम्बिनी स्थित आनी गुम्बामा लिएका केही दृश्यहरू। आचार्य भिक्षु तथा आचार्य भिक्षुणीहरूसँग लिएको अन्तर्वार्ता। म चाहिँ मनाउमा बस्छु। यहाँको पढाइ बन्नु पर्दाखेरि पहिला म जब गुम्बामा आयो अनि त्यतिखेर म गुम्बामा 2-3 वर्ष म त्यहाँ पूजाहरू गर्ने यस्तो गरेर बसिथ्यो। त्यो पछि अनि म सेटामा जोइन गऱ्यो। सेटामा आएर मलाई हुन्छ नि पहिला थाहा नपाएको हुन्छ नि बुद्धको धर्महरू बारेमा धेरै ज्ञानहरू पायो सेटामा बसेर। सेटा भनेको चाहिँ अब बुद्धको जीवनमा हुन्छ नि बुद्धले के गरेको त्यही बारेमा पढ्ने अनि बुद्ध धर्म गर्नलाई हुन्छ नि आफ्नो मनहरू कसरी परिवर्तन गर्नुपर्छ त्यस्तो चाहिँ बारेमा पढ्दा हुन्छ नि पहिलाभन्दा मलाई एकदम धेरै अब बुद्धको बारेमा थाहा पाइरहेको छु। गाउँ चाहिँ मनाङमा होइन, यहाँभन्दा पहिला म काठमाडौँमा बस्थेँ। त्यहाँ चाहिँ कसरी पुगेँ भने चाहिँ म पहिला सानो हुँदाखेरि मेरो दिदी चाहिँ यहाँ भिक्षुणीतर्फ लागेको थियो। अनि जब दिदी भिक्षुणीतर्फ लाग्दाखेरि मलाई भिक्षुणीको बारेमा थाहा हुँदाखेरि मलाई नि एकदम भिक्षुणी बन्ने रहर लाग्यो। अनि त्यहाँबाट बन्दाखेरि अनि गुम्बा त उनी त धेरै अनेक थिए। अनि मेरो सानो आमा छ कजिन, उहाँले चाहिँ यहाँ पढेपछि एकदम राम्रो छ भनेर यो गुम्बामा चिनचान गराइदियो अनि त्यसरी पुगेँ।
अब हामीले पहिला त बुद्ध भन्ने सुन्यो, बुद्ध धर्म भन्ने सुन्यो, तर के हो भनेर थाहा थिएन नि होइन। जब अब यहाँको पढाइले गर्दा अनि बुद्ध र बुद्ध धर्मको बारेमा थाहा पाएँ। Dela kan yisen barsabe chujer manne dinila yang tumong dang tumong mahindom yeba le tumong ge jamru kamne panna ma denje la to chene rapan ma do shyaji yamba de yang jamru denjo ba le 사예 주당 내내는 탈반도 반 남지자 지사와 송의 연도 이거 삼적 딘지기랑 신기버 시험가야니 삼적 많이도 유전자스비 아니 사당 지리사 조상이 있으시는 지라 내나는 모델이야 사주고에다 내다기 있는 시험아 치니요니 남성 요초초 까미 디스나나야 고콘도 나스라 디스나나야 고가초요 아코라 때문에 전시세번 남기 제대로 개발 두 개월에 쉽게 돼야 될까지 가면 레데이네요. 더부지 서버상부리야 랍시네. 대련 꿀렁 상부에 리딩이야. 림베림베지 강하다. 좀데라네 컨디스 주고서는 나는 인연이 제사오이네. 주문 받지 되나. 다들 믿어라. 진짜 믿어다는 데 믿고네. 아니 가르치고 있으나. 초도 뒤에 시바디에서 다와기 시바디에나요. 도리만 예샤데 냐와이다 뒤르다 라루스린 타다니 모다 상게게 또 고고디다 메모바게 얘기 때문에 다 스마리 발했어. 다비 저렇게 봐 용도 소리한다. 우리 밀었어요. 잘라지 kanban 나요 봐요. 딱 kanban 나도 잘라되나 탑시게 kanban 거제 되미체 보고 आदरणीय गुरु अथाङ्गु rinpocheको कृपाले गर्दाखेरि अनि हामीले यहाँ अब गुम्बा सम्बन्धीको शिक्षण अब गुम्बाको पाठ अथवा ध्यान केन्द्र र सँगै हामीले अब उच्च शिक्षा केन्द्र पनि पाएर हामीले पनि अब यहाँ म जस्तै अरू मेरो धेरै साथीहरूले पनि हामीले यहाँ अहिले हामीले पनि आश्चर्यको पढाइ पुरा गरेर आफूले पढ्यो र पढाउने मौका सबै पाइरहेको छ। त्यसैले सबैले के भन्न चाहन्छु भनेपछि हामीले मेहनत गर्नुपर्छ, मेहनतको फल अवश्य पनि सबैले पाउँछ भन्न चाहन्छु। हाम्रो गुरुले धेरै माया गरेर भिक्षुनीहरूलाई अनि गुम्बामा यस्तो अब सेटाहरू राखेर अनि त्यहाँदेखि
कति हो 2004मा गुरुले यस्तो सेटर राख्नुभएको अनि त्यसपछि यस्तै मलाई पनि म पनि अनि 2002मा बन्दाखेरि त्यो मौका चाहिँ पाएँ भिक्षुनीको जीवन बनिसकेपछि अब सबसे गर्नुपर्ने के हो भने चाहिँ हामीले मन राम्रो हुनुपर्छ सबैले माया गर्नुपर्छ अरूले हेल्प गर्नुपर्छ त्यस्तो गर्नको लागि अगाडि हामीले के जान्नुपर्छ भने चाहिँ अब सेटा भने चाहिँ पढ्नै पर्छ मञ्जुश्री थान भक्तपुर स्थित निर्मित ध्यान केन्द्रको एक झलक म बस्छु यहाँ ठाङ्गु गुम्बामा अनि त्यहाँबाट म यहाँ काम गरेको 27-28 वर्ष भयो मलाई जस यहाँ गुम्बामा पाउँदाखेरि जस हाम्रो गुरुको आशीर्वादले अहिलेसम्म मलाई धेरै राम्रो छु अहिलेसम्म होइन मलाई धेरै अहिलेसम्म पुण्य नै भइरहेछ अब यसको विषयबाट मलाई अहिलेसम्म जस मेरो मन अहिलेसम्म शान्ति छु अहिलेसम्म मेरो जन्मस्थल सिन्धुपाल्चोक अनि फुलबेङ्कटी गाविस वडा नम्बर 2 हो म जब 13 वर्ष हुँदाखेरि अनि मेरो गुरुजी ठङ्गु रिम्पोछेले चाहिँ उहाँले मलाई लामाको रूपमा चाहिँ उहाँ भिक्षु रूपमा उहाँले मलाई गुम्बामा राख्नुभयो तनी तान्द स्याजे ठङ्गु रिम्पोछेको गुङ्गेरे जो वाया तनी कि ता दबा न्यालन सिदु तेला नि से जे त गाचिबो जिखिन वाया गा치 जे जिजे गरे जे दु तेला कि 공사 그 내신지라 내가 공사 신지라 다 된리고 와야 다지 노지 당체는 들이 송 오고 말해 와야 더더니는 지 당그만으로 인도 이디나 공사 그 내바 신지라 이거 말해 와야 다지 더 베난데 멀리 시시 가르리시디 테라 멀리 반디 드바냐란 시니 니는디 니라 신지라니 더더니 와야 니 지바찬 시다 들이 시 쳐서 말해 베티노교도 알아서 하고 이거 말이지 야도 지된 답을 선호도 있는 이나용 와야 다 누구송지 와야 전된디 와야 다지 와야 송지비 니래 가르지디라 다티 사디라 와야 다 송지 전된디 와야 송지바 다 되면 이나 송지 몽보 딜 송지바래 다 대가 니의 지바지지 상하지지 쇼도 말이 다도 지바래 변송 또 인디라 단단히 와야 지 우수 들어가고 농 이런 거다 말이 비니等呢，他写下个好呀，他进不来的吧？他包个么人把他点呢，点个叫做呢，包个农书写下了，他点这个农里呢，包个之前去敲掉吧的。第写上个，等呢，赶紧从来用，等你赶紧慢慢打生写红的点了呢，他第农呢，记得好呀，没来的吧敲掉吧的，这个等你七八件，点了呢，他这边娘来写的一呢，他好呀被赶起不的，他这边娘来写就得用。等呢，他没来日本的买酒我说，我呀，他年代里对我的一点呢，等呢，他去塔朗多招揽些，他塔朗那儿去招揽小姐钱不，是的，我那没来日本的买酒我嘞，等对的了呢，他年代啦，等呢，没来日本的买几笔去的娘来些的一点呢，他去盘头去不，我呀，的工作忙不起来呢，等个就等去娘来也不缺些，他古巴公去发现等你这一拿着。我呀，他等你来点呢，等你能的，啦，等个叫做呢，我呀日工，我呀家，我呀等个叫做呢去，等这些吧嘞，等你打做我呀东部工现在我都东的一的呢，打起，玻璃东河马里，啊，这几个我们说等个叫做呢，打起，拉的兄弟的噻，我呀，他等这几了呢，做工也这些吧嘞，我呀，他这些个人是的啦。냄비 이마 겐더 대 송효 바르더니 다 겐더 대디 다 조된 저도는 연란생각 이견하고 저도 되라는다 미조도 된거 저도 겐더디 대 와야 다 뜻이 바래 다 디노라 다지 지세라가 리 보리 이마라等你 보동等你 봐야 자가를 쇼도 와야 너나 지금 저도 자가 문화와 그 dingo 저도 디마제 근주 와야 라소바 너나 지금 뭐 보여 봐래 되나요 다조 리지 공도 동도 이디나 다 몽치아데 dingo 저도는지 보리고 쇼도라고 와야 다 들리래 되지 들어도 무겐 다데 와야 디쇼도 달라는 다지 저반양랑 시지고 다 딘다젠데 자자 다조 들리라고 쳐서 말해 와야等你呢 다 지서 된 거저도는 다지 몽로 와야 쳐니等你呢 바 요로 디마세 그 된 거저도는 다 야손들도 선호동이나 야나台湾
와야 되니는 말레이시아 되니 다지 홍콩 와야 라서 받아 진거 저도는지 와야 나주니 자가 다지 몽보 와야 되니 가수니 자가 몽보 와야 레니 머리 라만다 자가 라만다 다 몽보 쳐서 말에 다 드리시가 온들이라 바 청도 드리시가 되는 자가 지루제도 것마다 단디라 되니는 지 드바냐래 셰도 셰게 만들고 와야 다 드린다고 셰고래 दुनियाँको बारेमा यति जानकारी नभएको अनि दुनियाँ कसरी चलिरहेको छ त्यस्तोहरू खासै अब जानकारी नभएको जति एउटा मानसिक अब यो मानिसको भित्र चाहिन्छ त्यति चाहिँ थाहा नभएको अनि यहाँ आइसकेपछि चाहिँ यहाँ अब गुरुको कृपाले गर्दाखेरि श्री मङ्गलदेव स्कुलमा पढ्ने यस्तो अवसर पायो त्यसपछि गएर अनि अब बुद्धिज्म फिलोसफीहरू पढ्ने एउटा यस्तो एउटा अवसर पनि पायो अनि अब त्यसपछि चाहिँ बुद्ध धर्म कस्तो रहेछ त्यसको बारेमा जानकारी भनौँ कि त्यसको बारेमा शिक्षाहरू पायो अब यो हाम्रो यो पेसेन्टहरू यो जुन बातको व्यथा इङ्ग्लिसमा चाहिँ अर्थराइटिस भन्छौँ हैन जुन जोड्नेको सम्बन्धीको व्यथा छ अनि त्यो भए अब ग्यास्ट्रिक धेरैजनाको त्यो छालाको सम्बन्धी एकदम देखिरहेछौँ माइनर सर्जरी सामान्यहरू हामीले गरिरहेको छौँ त्यो बाहेक अब हामीले जुन आइभी दिनु पर्यो पेसेन्ट एकदम कमजोरी छ त्यस्तो अब लो सुगरहरू त्यस्तोको कुनै पेसेन्टहरू चाहिँ हस्पिटल जान नसक्ने त्यस्तो अवस्थामा चाहिँ अब हामीले सकेसम्म गरिरहेको छौँ यो क्लिनिक खोलेको मेन विशेष भन्नेले बाहिरको यहाँ जुन खास भनौँ अरू स्थानीयवासीहरू त्यो भए अब कुनै चाहिँ अब त्यो औषधि किन्न नसक्ने अथवा त्यस्तो हस्पिटल जानु नसक्ने कुनैहरू हुन्छ नि त्यसको लागि नै खास हजुर एकदम तिनीहरूलाई नै अब एकदम सेवा भनेर गुरुको यही योजनाको अब अनुसारले यो सुरु गर्नुभएको अनि अहिलेसम्म अब हामीले यही पालन गरिरहेछौँ कसैले चाहिँ अब हामीले सेवाको अब त्यसो के छ भने हाम्रो यहाँ आउन सक्नुहुन्छ हामीले सबै निःशुल्कमै सेवा पुऱ्याइरहेको छ अहिलेसम्म अब यहाँ 1992 देखि सुरुवात पहिला सानो थियो अब अहिले गर्दै गर्दै ठुलो भइरहेछ क्लिनिक ठुलो भएर अब हामीले सेवा पुऱ्याइछौँ
म यहाँ अहिले स्कुलमा चाहिँ नि हाम्रो स्कुलको चाहिँ नि पुरा हेर्ने अहिले मैले काम गरिरहेछ स्कुलको रनिङदेखि लिएर सबै मैले गरिरहेछ अहिले मङ्गलदीप शाखा भनेर चाहिँ बुझिन्छ हामी यहाँ अहिलेसम्म त एकदम चित्त बुझ्ने हिसाबले गइरहेछ हामीले अब त्योभन्दा पछि भविष्यमा योभन्दा नि अब राम्रो गर्ने अब हाम्रो प्रयास जारी छ भनौँ। मेरो नाम ग्याल्दिन शेर्पा, मेरो जन्मस्थान फुलबिङगढी गाविस सिन्धुपाल्चोक जिल्लामा पर्छ। यहाँ म एउटा साधारण शिक्षकको रूपमा छु र म चाहिँ हाम्रो मेन विद्यालय उहाँ बौद्ध श्री मङ्गलदीप विद्यालयबाट त्यहाँ उत्तीर्ण भएर एउटा एसएलसी त्यहाँबाट सकेर चाहिँ अनि म यहाँ एउटा शिक्षकको रूपमा स्वयंसेवकको हिसाबले अनि म यहाँ एउटा शिक्षक भएर बच्चाहरूलाई नेपाली विषय सिकाइरहेको छु। फीको हिसाबमा हामीले उनीहरूले पढाइरहेको होइन र हाम्रो यो महान गुरु ठङ्गु रिम्पोछेको कृपाले नै उनीहरूले एउटा यहाँ फ्री एजुकेसन होइन एउटा त्यसरी उनीहरूले यहाँ बसेर एकदम पठन पाठन गर्न सकिरहेको छ र हाम्रो गुरुको कृपाले नै उहाँहरूले गर्दा यहाँसम्म बसेर आफू मात्र राम्रो नपढेर आफ्नो परिवारहरूलाई पनि उहाँहरूले एउटा यो धर्म चाहिँ बौद्ध धर्म सिकेर अनि आफ्नो परिवारहरूलाई नै राम्रोसँग प्रचार प्रसार गर्न चाहिँ सकिरहेको छ उनीहरूले। मेरो नाम चाहिँ पर्यो श्री वाङचुक शेर्पा, नेपालको एक दुर्गम क्षेत्र बागाम पर्ने गाउँ हो र यो चाहिँ लिस्टिकोट गाविस वडा नम्बर 7 सिन्धुपाल्चोक जिल्लामा पर्दछ। 5 वर्षको हाराहारीमा मैले प्रवेशिका उत्तीर्ण गरेँ त्यस मङ्गलदीप विद्यालयबाट होइन। अनि यो 1 वर्ष चाहिँ अनि 1 वर्ष यो वर्ष गरी मैले 6 वर्ष हुन्छ तर मङ्गलदीपमा चाहिँ मैले 5 वर्षसम्म तर 5 वर्षसम्म मैले पढ्ने एउटा अवसर मिल्यो। म समाजसेवामा मन पराउने समाजसेवा विषयलाई चाहिँ महत्त्वपूर्ण माने भएकाले म समाजसेवामा लाग्ने विचार छ मेरो भविष्यमा चाहिँ। नाम घाउन छिरिङ, सिन्धुपाल्चोक जिल्ला तातोपानीबाट अहिले 6 क्लासमा। हजुर यहाँ अहिले 7वटा विषय छन्। यहाँको पढाइ मलाई एकदमै राम्रो लाग्छ किनकि अब म यहाँ गुम्बामा 13 वर्षमा प्रवेश भएको थिएँ र त्यति बेला मैले आफ्नो गाउँमा चाहिँ अनि यस्तो अङ्ग्रेजीहरू र अनि केही ज्ञान अब अध्ययन गरे पनि त्यो ज्ञानहरू चाहिँ अनि बुद्ध धर्म सम्बन्धी अब सम्बन्धी त्यो यति सम्बन्ध नभएको देखिन्थ्यो होइन। यहाँ आइसकेपछि चाहिँ अनि अब आफ्नो शिक्षकहरूले पनि जहिले पनि पढाउँदाखेरि त्यसको बिचबिचमा चाहिँ के भन्नुहुन्छ भने जहिले बुद्ध धर्मको अब बुद्ध सम्बन्धी होइन बुद्ध धर्म सम्बन्धीको अब प्रवचन दिइरहन्छ। हजुर मेरो नाम चाहिँ कर्म छोइङ, म चाहिँ पिसाङ गाउँ र मनाङ जिल्लाबाट। हजुर म चाहिँ यहाँ एउटा विद्यार्थीको रूपमा अहिले शाखा विद्यालयमा प्रवेश भएर 5 कक्षामा पढ्दैछु। पहिला पनि मैले आफ्नो गाउँमा पढेको थिएँ र पछि यहाँ आएर चाहिँ मैले यहाँ चाहिँ पहिलाभन्दा पनि अहिले यहाँ एकदम खुसी र रमाइलो आफ्नो जीवनलाई यस्तो भिक्षुको रूपमा पढ्नु पाउँदा र साथीहरूसँग एकदम रमाइलोपन बिताउन पाउँदा एकदमै खुसी छु र हाम्रो गुरुको कृपाले गर्दा पनि म आज धेरै नै खुसी छु। म यहाँ अहिले अब गुम्बामा अहिले पहिला पढेर अहिले गुम्बामा काम गर्दैछु सचिवको रूपमा। अब सानो बेलामा भन्नु पऱ्यो भने संसारबाट अब वैराग त कसरी हुने के हुने अब त्यस्तो हामीलाई ज्ञान थिएन होइन। तर भयो भने मेरो मन चाहिँ थियो अब लामा बनेपछि चाहिँ भविष्यमा चाहिँ राम्रो हुन्छ, मेरो भविष्य चाहिँ राम्रो हुन्छ, लामा बसेर अब धर्म गऱ्यो भने मेरो बुवा आमाको इच्छा पनि त्यही थियो मेरो छोरा चाहिँ लामा बनेर भविष्यमा चाहिँ राम्रो होस् भनेर, राम्रो असल मान्छे एउटा होस् भनेर। त्यो इच्छाले चाहिँ उहाँहरूले पनि मलाई लामा बनाउनेको अनुमति दिएर यहाँ ल्याउनु भएको अनि म पनि आफ्नै इच्छाले अब बुवा आमाको आज्ञा पालन गर्दै यहाँ लामा बसेको। बुवा आमाले यता पुऱ्याउनु भयो होइन। अब त्यो बेलामा त मैले अब त्यो बेलामा म 9 सालको थिएँ। अब मान्छे दुनियाँलाई म अनुहार देखाउने अब दुनियाँसँग बोल्न सक्नेको क्षमता चाहिँ मेरोमा थिएन। अब यहाँ आएर चाहिँ हाम्रो गुरुले चाहिँ अनि पढाउनु भएर यहाँ स्कुल पठाउनु भयो, त्यहाँबाट वाराणसीबाट यता आएर चाहिँ अहिले अब दुनियाँको साममा चाहिँ अब सर झुक्नु नपर्ने गरेर अब बोल्नु सक्ने आँखा हेर्नु सक्ने चाहिँ बनाउनु भएको छ उहाँको कृपाले।
स्वयम्भू स्थित ठाउँमा अनि गुम्बामा भिक्षुणीहरूद्वारा बनाउँदै गर्नुभएको धूपको एक झलक। म श्री मङ्गलदीप बोर्डिङ स्कुलमा एसएलसी राम्रै भयो, फर्स्ट डिभिजनमा आएको थियो। म अहिले 1 वर्षको लागि भलन्टियर गर्दैछु। म हेटौँडाबाट आएको। अहिले यहाँ एसएलसी सक्यो अनि रिम्पोछेको कटिङले गर्दा अनि यहाँ 1 वर्ष ग्यापमा सर्भिस दिँदैछु। 3टा विषय पढाउँछु, इङ्ग्लिस, नेपाली अनि म्याथ पढाउँछु अनि त्यसबाहेक हेल्थ एन्ड हाइजिन पनि। मेरा नाम याङजी शेर्पा हो। मेरा वर्ष 7 हो। म सोलुखुम्बुबाट छु। 10 म्याथ, इङ्ग्लिस, नेपाली। मेरो नाम कर्म ड्रमा, मनाङ ब्रागाबाट आएको। अनि बसेर 40 वर्ष 50 वर्ष पुग्न लाग्यो। यहाँ ठाङ्गु रिम्पोछेले यहाँ आनी डजाङ बनाउने अनि मेरो बहिनी र म अनि यहाँ आनी डजाङ बनाउनेले अनि त्यही भएर आउनुपर्छ भनेर रिम्पोछेले बोलायो। पहिले सुरुमा हाम्रो गुम्बा थिएन अनि उता सिम्बुमा मनाङ ब्रागा गुम्बा छ नि, टगर गुम्बा छ नि, त्यो गुम्बा चलाएर रिम्पोछेले चलाउनु भएछ। अनि 3 वर्ष त्यहाँ बसेको। त्यहाँ बस्दै अनि रिम्पोछेले यहाँ आने गुम्बाको बनाउनेको जग्गा लिनुभयो। अनि त्यहाँबाट अनि हामी यहाँ पहिले फर्स्टमा आनेहरू बस्नुको लागि ढसाउरा बनायो। यो हाम्रो पूजनीय गुरु श्री खेन्चेन ठाङ्गु रिम्पोछेज्यूले जसरी उहाँले हाम्रो लामाहरूलाई अनि विद्यार्थी जुन हिमाली भेगका पिछडिएका बालबालिकाहरूलाई शिक्षा दीक्षा र अनि आधुनिक शिक्षा दीक्षा र त्यसै गरी हाम्रो परम्परागत शिक्षा बुद्धिस्ट टिचिङ्सहरू र कर्मकाण्ड लगायतका सम्पूर्ण शिक्षा दिशा दिनुको लागि उहाँले धेरै ठाउँमा गुम्बाहरू, अनि गुम्बाहरू, शिक्षण केन्द्र, ध्यान केन्द्र, त्यसै गरी स्कुलहरू निर्माण गर्नुभएको छ। त्यसमध्ये यो एउटा स्वयम्भू स्थित श्री सीतापाइला गाविसमा सीतापाइला ठाङ्गु तारा आबे भने यो यसरी चिनिन्छ। हाम्रो पूजनीय गुरुज्यूको एउटै सोच थियो कि जसरी हामीले भन्छौँ नि छोरालाई काखा छोरीले पाखा भन्ने त्यसो भेदभाव नहोस् भन्नेको उहाँले उद्देश्यले हुनाले जसरी लामाहरूलाई सुविधा पाउनु भएको छ त्यसरी नै अनिलाहरूलाई सानोदेखि प्राथमिक ताको शिक्षा मङ्गलदीपमा पढेर 10 एसएससीसम्म दिनु पाइने, त्यस पछाडि बुद्धिस्टको उच्च शिक्षाको लागि सेटा प्रवेश गर्नु पाइने जहाँ 8 वर्षको पढाइ हुन्छ। त्यसै गरी उहाँहरू मनाङमा हाम्रो शेर गुम्बा जहाँ उहाँहरू 3 वर्ष 3 महिनाको गुफा बसेर ध्यान गर्नुहुन्छ। र त्यसै गरी त्यति मात्र नभइकन उहाँहरूले वेद हाम्रो हर्बल मेडिसिन बारेमा टिबेटन मेडिसिन पनि भनेर चिनिन्छ। त्यसमा पनि हाम्रो 10 जना आनीले पुरा डिग्री समेत लिइसक्नु भएको छ र अहिले 3 नयाँहरू टिबेटन मेडिसिन सिक्दै हुनुहुन्छ। र त्यसै गरी उहाँहरूले धूप
ह्यान्डमेड इन्सेन्सहरू बनाएर विदेशीमा अथवा स्वदेशमा बेचेर त्यसबाट पनि केही आमदाम होस् गुम्बाको लागि भनेर र त्यो सँगसँगै उहाँहरूले पनि ग्रिन भेजिटेबल आफ्नै फार्म अर्ग्यानिक भेजिटेबलहरू बनाउने त्यस्तोमा पनि उहाँहरू लागि परेछ। जसरी लामाहरूले अवसर पाउनुभएछ त्यसरी नै आनेलाई पनि अवसर प्रदान गर्नुभएको छ। यो आने गुम्बा जस्तै हाम्रो पूजनीय गुरु खेञ्चेन थाङ्गु रिम्पोछेले अन्य लुम्बिनीमा भयो, लुम्बिनीमा जहाँ हाम्रो सिद्धार्थ गौतम बुद्ध जन्मिनु भएको छ पवित्र स्थल लुम्बिनीमा पनि गुम्बा निर्माण गरेर अहिले त्यहाँ हाम्रो आनिला 50जना जति आनिलाहरू उच्च बुद्धिस्ट शिक्षा मा अहिले एडुकेसन लिँदै हुनुहुन्छ। त्यसै गरी हाम्रो नेपालमा एकदम सर्वश्रेष्ठ 3 चैत्य भने हामीले चिनिन्छ। एउटा बौद्धनाथ स्तूप भयो, एउटा स्वयम्भू र एउटा नमोबुद्ध स्तूप। त्यो 3 स्तूपमा पनि उहाँले गुम्बा निर्माण गर्नुभएको छ। त्यसै गरी ध्यान केन्द्र, शिक्षण केन्द्र, स्कुल अनि फ्री क्लिनिकहरू निर्माण गर्नुभएको छ। अनि त्यसमा उहाँले 2टा उद्देश्यले यो गर्नुभएको। एउटा चाहिँ त्यो पवित्र स्थल तीर्थस्थलहरूलाई भविष्यमा मान्छेले बिर्सेर नजाओस्। त्यहाँ केही गुम्बा भयो अथवा केही शिक्षण स्थल ध्यान केन्द्रहरू भएपछि भविष्यमा मान्छेले यो त पवित्र स्थल रहेछ भनेर एउटा यसको ऐतिहासिकलाई संरक्षण गर्ने र अरू चाहिँ आनिलाहरूलाई लामा त्यसै गरी हिमालयबाट पिछडिएका बालबालिकाहरूलाई शिक्षा दीक्षा दिलाउने उद्देश्यले नै यो निर्माण गर्नुभएको। मेरो नाम याङदिन हो। म यहाँ यस्तै के भन्छ बिमारीलाई चेक गर्छु। भन्नै सक्दैन, कहिले उता तराईबाट पनि आउँछ, कहिले रसुवा त्रिशुलीबाट पनि आउँछ, कहिले यहाँको पनि आउँछ, कहिले मनाङको हिमालयनको मान्छेहरू सबै आउँछ। हाम्रो यहाँ चाहिँ आकुपङ्क्चर गर्नेको कारणले गर्दा धेरै जस्तो ग्यास्ट्रिक, धेरै जस्तो यस्तो बातको घोडा दुख्ने अन्त कमरहरू दुख्ने यस्तोहरू धेरै जस्तो यस्तोहरू आउँछ। चेकअप चाहिँ सबै फ्री हो होइन। अन्त के भन्छ त्यो औषधि चाहिँ हामीले अब अर्को ठाउँमा हेऱ्यो भने हामीले धेरै सस्तोमा दिन्छ। किनभने हाम्रो यहाँ चाहिँ यस्तो स्पोन्सरहरू खासमा केही छैन होइन। तर गुरुले भनेको चाहिँ धेरै अब सस्तोमा दिनु भनेछ होइन। त्यसैले अर्को ठाउँभन्दा हामीले धेरै सस्तोमा दिन्छ। आकुपङ्क्चर चाहिँ धेरै जस्तो फ्री जस्तै हो, तर पनि अलिकति हामीले अब खालि नहोस् डोनेसन टाइपको चाहिँ 100 रुपियाँ मात्र लिन्छ। जति धेरै गरे पनि थोरै गरे पनि त्यति नै हो, 100 हो। म्याक्सिमम् चाहिँ मिनिमम चाहिँ 100 मात्र। यहाँ गुम्बाकै सेवा गरिरहेको छ।
मेरो नाम कामाछौँ डुडु हो। मेरो गाउँ सुम हो। म अहिले श्री मङ्गलदेव बोर्डिङ स्कुलमा पढ्ने हुन्छ। मेरो नाम शेरा रुन्चेन हो। मेरो गाउँ सुम हो। भोटे भाषा पढ्छ अनि अङ्ग्रेजी पढ्छ, नेपाली पढ्छ। नमस्ते, मेरो नाम कर्म नाम गेल। म 1 मा। मेरो नाम फुजोङदी हो। गाउँ सुम हो। म यहाँ आएर 4 वर्ष भयो। नमस्ते, मेरो नाम छेदेम मुन्जोक हो। मेरो गाउँ गोर्खा हो। म यहाँ घुम्बमा स्कुल जान्छ। स्कुलको नाम श्री मङ्गलदेव माध्यमिक विद्यालय हो। म अहिले श्री मङ्गलदेवमा अनि भेद भाषाको टिबेटन टिचर शिक्षा हो। पहिला म यहाँ सानोबाट 9-10 वर्षदेखि हामी लामा बनेको। म यहाँ लामा बनेर त्यहाँदेखि म यहाँबाट ठङ्गु रिम्पोछेको गुम्बामा लामा बनेर अनि 20 वर्ष जति भयो। अनि यहाँदेखि म यहाँ स्कुल पढ्यो, श्री मङ्गलदेव स्कुल पढ्यो। त्यहाँदेखि म वाराणसी हाम्रो बुद्ध दर्शनको अनि यहाँमा चाहिँ ज्ञान चाहिँ हामीले प्राप्त गऱ्यो। अनि प्राप्त गर्दै गरी अनि हाम्रो ठङ्गु रिम्पोछेले मलाई यहाँ ठङ्गु रिम्पोछेले बौद्ध गुम्बा ल्याए। अनि यहाँमा शिक्षाको लागि यहाँ मलाई निरन्तर मलाई यहाँ निर्ता दियो। अनि म अहिले यहाँमा चाहिँ बच्चाहरूलाई पनि ज्ञान दिनेमा एकदम मौका पाएर म एकदम खुसी छु। हेलो क्युलबाट अहिले म हाम्रो श्री मङ्गलदेव स्कुलमा बच्चाहरूमा टिबेटन सब्जेक्ट पढाउँदैछु। बच्चाहरूको पढाइ सबै राम्रै छ अहिले। अनि अब सबैभन्दा अलिक गाह्रो जस्तो टिबेटन नै छ। अनि हाम्रो तिब्बत भाषा नै छ उहाँहरूलाई, किनभने कोही प्योर नेपाली हुनुहुन्छ अनि कोही यस्तो अब तिब्बती भाषा नमिलेको कारणले उहाँहरू यहाँ नयाँ आउने एकदम अलिक गाह्रै छ उहाँहरूलाई। 1987 लामा भन्ने आएको होइन। अनि 1995 मा चाहिँ यो हाम्रो गुम्बा नम्बुदा सेटअप पर्यो। अनि 1999 मा सेटअप सिधियो। अनि 2004 मा रिटायरमा गयो होइन। 4 वर्ष रिटायर गुफा गयो। अनि 2007 मा चाहिँ ध्यान सक्यो। अनि त्यहाँदेखि 2009 देखि अहिलेदेखि 7 वर्षसम्म चाहिँ अनि हाम्रो गोन्ड्रोको टिचर रिटायर मास्टर गर्यो। म चाहिँ अहिले यो ठङ्गु रिम्पोछे गुरुको संस्थाको अहिले अध्यक्ष चेयरम्यान। अनि ठङ्गु रिम्पोछे गुरुजीको अब गुम्बाहरू अनि स्कुल त्यसै गरी हस्पिटल क्लिनिकहरू सबैको अध्यक्ष जस्तो अहिले मैले नै गरिरहेछु। अहिले नेपालभरि चाहिँ हाम्रो गुम्बा चाहिँ 10 वटा छ। अनि स्कुल चाहिँ एउटा मङ्गलदेव स्कुल। अनि मङ्गलदेव स्कुलको ब्रान्च जस्तो गरेर नम्बुदामा एउटा 2टा स्कुल भन्न मिल्छ। अनि क्लिनिक चाहिँ 2टा छ, नम्बुदामा एउटा, बौद्धमा चाहिँ 2टा छ। स्कुलमा एउटा अनि त्यसै गरी आनी गुम्बामा पनि एउटा छ। अब क्लिनिक चाहिँ 4वटा छ। औषधिहरू पनि सकेसम्म चाहिँ फ्रीमा दिइरहेछ। अब कुनै नसक्नेहरू चाहिँ उहाँहरूलाई नै अलिअलि खर्च गरेर, नत्र सकेसम्म चाहिँ हामीले नै उहाँहरूलाई दिइ। अनि सानो हुँदाखेरि स्कुलमा पठाइन्छ। अनि स्कुल मङ्गलदेव स्कुलमा हाम्रो नेपाल सरकार अनुसार एसएलसीसम्मको शिक्षा दिन्छ। अनि त्यसपछि चाहिँ बौद्ध धर्मको शिक्षा अनि बौद्ध धर्मको फिलोसफी, बौद्ध धर्म पूजा पाठन कसरी गरिन्छ त्योहरू सबै सिकाइन्छ। अनि त्यसै गरेर अब स्कुलमा अहिलेसम्म 1998 देखि एसएलसी दिएर अहिले 2015सम्म अब हरेक वर्ष एसएलसी दिने स्टुडेन्ट कहिलेकाहीँ 10 जना, कहिलेकाहीँ 30 जना, कहिलेकाहीँ 40 जना गरेर अब 100औं विद्यार्थी एसएलसी उत्तीर्ण भइसक्यो। त्यसै गरेर अहिले नै हाम्रो स्कुलमा कम्तीमा 600 जना अब नेपाली विभिन्न जिल्लाका 600 जना स्टुडेन्ट जति अध्ययनरत भइरहेछ। त्यसै गरेर हाम्रो अब भिक्षुमा चाहिँ करिबन अब अहिले हाम्रो गुम्बामा 510 जना जति लामा भिक्षुहरू छन्। अनि हाम्रो आनी गुम्बामा चाहिँ करिबन 230 जना जति आनी भिक्षुनीहरू चाहिँ अध्ययनरत। हजुर, हाम्रो यहाँ चाहिँ सबै निःशुल्क हो। हाम्रो खाना लाउनदेखि लिएर सबै लुगा सबै कपडाहरू सबै हामीले यहाँबाट निःशुल्क हाम्रो गुरुजी ठङ्गु रिम्पोछे उहाँको अब आशीर्वादले सबै
अलि राम्रो भइरहेछ सबै त्यस्तै निःशुल्क दिइरहेछ त्यस्तैले हजुर मेरो नाम चाहिँ वाङचुक देन्जिन अनि म चाहिँ अहिले यहाँ श्री मङ्गलदेव स्कुलको करेन्ट प्रिन्सिपल हुँ हजुर अहिले हाम्रो मङ्गलदेव स्कुलमा चाहिँ बच्चा 500 भन्दा बढी बच्चाहरू छन् र उहाँहरू आउने ठाउँ चाहिँ अब 25 भन्दा बेसी जस्तो जिल्लाहरूबाट हुन्छ जस्तो रामेछाप मध्य गोर्खा मनाङ त्यस्तोहरू धेरै ठाउँबाट छ मेरो नाम अनन्त विपल म अहिले यहाँ तत्काल पढाइरहेको छु मैले मेरो 12 क्लास सकाएँ र सकाएपछि फेरि मैले स्कुलमै जोइन गरेँ र यहाँ अहिले म क्लास 8, 9, 10 लाई साइन्स म्याथमा केही गाइड गरिरहेको छु मैले प्राइमेरी लेभलदेखि नै यही पढेँ बच्चादेखि मेरो स्टार्टिङ अफ एजुकेसन यहीदेखि पाएको यही स्कुलबाटैदेखि पाएको मलाई सबैभन्दा पहिला म मेरो गुरु रिम्पोछेको नाम लिन चाहन्छु जसले गर्दा मैले यो किसिमको शैक्षिक वातावरण पाएँ र मैले आफूलाई समाजमा एउटा फरक व्यक्तिको रूपमा ढाल्न सकेँ र त्यसको लागि म सबैभन्दा पहिला गुरुलाई नै सम्झिन चाहन्छु नमस्ते मेरो नाम चाहिँ सोनाम दिक्की तामाङ म यहाँ विद्यार्थी हो कक्षा 9 को विद्यार्थी हुम्ला जिल्लाबाट साँच्चै भन्नुपर्दा सबैमा राम्रो छ म पत्रकार बनेर देशको सेवा गर्ने देशलाई अगाडि बढाउने म के भन्न चाहन्छु भने हामी पढाइ बिना अगाडि बढ्न सक्दैनौँ अनि पढाइ नै हाम्रो मेन सोर्स हो हामी अगाडि बढ्नको लागि सोर्स हामीलाई चाहिने भनेको पढाइ नै हो पढाइलाई हामी खेर पार्नु हुँदैन पढाइ नै ठुलो हो भनेर हामीले मनमा लिनुपर्छ अनि आफूलाई मात्र नभएर आफ्नो साथीहरूलाई पनि सिकाउनुपर्छ पढाइको महत्त्व त्यही हो टसी छोरा म यहाँ विद्यार्थी हुँ कक्षा 8 मा पढ्नु अहिले यहाँ धेरै पढाउनु छन् जस्तै भन्दाखेरि नेपाली अङ्ग्रेजी विज्ञान अनि सामाजिक टिबेटन यस्तै गरी म भिक्षु भएर अहिले 8 वर्ष जति भयो नमस्ते मेरो नाम पासाङ लामा शेर्पा दाइ र दिदी यो स्कुलमा पढ्छ आमा बाउ चाहिँ घरमा काम गर्छ म ठुलो भएपछि प्रिन्सिपल बन्न चाहन्छु मेरो नाम चाहिँ पेमा गिर्मे म यहाँ विद्यार्थी हुँ कक्षा 9 मा पढ्दैछु म मेरो गाउँ चाहिँ गोर्खामा हो डुब्री पहिला यही नै पढेको तर बाहिर भन्दा चाहिँ यहाँ चाहिँ भिन्नै देख्छु अहिलेसम्म त सबै यो सबै जति हो सबै गुरु ठाङ्गु रिम्पोछे ज्यूकै कृपाले गर्दा हो Rinpoche came from Tibet to Nepal He came to Nepal in the mid-70s, but he came out of Tibet in 1959. And so in 1959, he came out with only very few things. He left a large monastery in Tibet that was destroyed at that point, and came out and had almost nothing left. And since that time, his whole focus has been on rebuilding and spreading the Dharma, rebuilding. In fact, though you could look at what happened as a catastrophe, Rinpoche often says that maybe it wasn't, because it gave them an opportunity to spread the Dharma. In particular the teachings of the Kagyu, and especially for Rinpoche, the particular teachings of Thrangu monastery, to bring these outside of Tibet to Nepal, India, Bhutan, and countries all over Asia and Europe and America, so all over the world. So all of Rinpoche's activities since then have been devoted to spreading the teachings of the Buddha, the Kagyu lineage, and of Thrangu monastery in particular. And he's worked tirelessly for many years doing this. It's really inspiring to see the effort that he puts into serving Buddhism, serving the teachings. And I think it's inspiring for not just a lot of people around the world, but particularly here in Nepal. If you look at how many people come into the monastery and ask for prayers, they ask for pujas, they send their children to be monks and nuns. So there's a really wonderful connection developing between Rinpoche and his teachings and the people of Nepal. Namaste. Well, I met Rinpoche in Victoria, in British Columbia in Canada. He was visiting Vancouver and we invited him over to Victoria. And I met him then. And then I discovered maybe a year and a half or 2 years later that he was giving a seminar, an international seminar, here at the school actually, in Sri Mangaladip School, a 2-month seminar, and everybody stayed at the school back in those days. And I decided to come to the seminar. And when I came to the seminar, I ended up staying for 6 months.
And then I became more familiar with Thrangu Rinpoche, and he thought it would be a good idea if I stayed here and lived here. And so I did that. I made my life free so that I could stay here. And then I started coordinating the seminars, and then I started working for him as his secretary. Namaste. My name is Shirley Blair. I'm from Canada. Next year, it will be 50 years I've been an educator, and these are the most wonderful children I've ever worked with. And I have the greatest boss in the world, Khenchen Thrangu Rinpoche. I am a volunteer at the school. It's a more than full-time job. Rinpoche once, many years ago, asked me to make it as good a school as I can, because I am a teacher. That's what I did in Canada. Right now, between 500 and 600. We have a huge number. We keep children past grade 10. So the official count is only up to grade 10, but we have to keep kids past grade 10 so they can finish high school. There are many, and all our staff as well. We have over 100 staff. In the beginning, they were all students of Khenchen Thrangu Rinpoche's. Nowadays, I think we've expanded a little bit, and we have people who just want to help Nepali children, because Nepali children are such great kids. And we don't have homeless children here. Before April 25th, we didn't have homeless children. Now they're homeless. We're the home. In the lineage that Khenchen Thrangu Rinpoche comes from, and I think all the Tibetan Buddhist lineages, there is a transmission of knowledge. And the children, of course, know about this, and they're not high lamas, but we teach like this. What you learn that you can help other beings with, you use. Because Lord Buddha taught that. If you can help, please help. If you can't help, at least don't harm. And here, all the children, from the smallest to the oldest, they understand this, and they also try to do it. We would really like to build a new school. First, we have to repair this one, because we've had so much damage. We're in temporary buildings. But we'd really like to be able to build a new school out of the valley, where it's a little safer for earthquake. And where the air is clean. And where we can grow vegetables. You're very welcome. Thank you. एकजना व्यक्तिले चाहेमा यहाँ के गर्न सकिन्न र? हामी सबैले परम पूज्य धर्मगुरु श्री खेन्चेन ठङ्गु रिम्पोचे ज्यूको अनुसरण गर्न सके व्यक्ति, समाज र देशको उन्नति र प्रगतिमा खासै समय लाग्दैन भन्ने तथ्य उहाँका हरेक परकल्याणका सकारात्मक एवं रचनात्मक क्रियाकलापबाट प्रष्ट हुन्छ। अन्तमा भगवान बुद्धका अमृतमय यो धर्म जबसम्म यो संसार रहन्छ तबसम्म लाभ सत्कार सहित अक्षुण्ण रहिरहन् भनी हामी प्रार्थना गर्दछौं। भवतु सब्ब मङ्गलम।